Namaste, welcome back to another video, new video. So welcome back to new video. अनि धेरै 5 महिना पछाडी चाहिँ आई एम ब्याक. फेरि पनि म ब्याक भइसकेको छु. के गर्नु, जाडो छ, खै के छैन भने जस्तै हो हैन. अनि अब त्यही हो, बुझ्नु नमिलाएर है. अब लगभग 10 बज्न आँटिसक्यो होला हैन. अब गाली खाँदैछु. त्यही हो, आज शनिबार, आज छुट्टीको दिन. सो त्यही भएर चाहिँ आज उठेर चाहिँ भ्लगमा आइदिन्न भनेर चाहिँ सोचिरहेको छु. अनि मुखसुख केही दुख्छ यार, भर्खर उठेको कि, माइन्ड नगर्नु ल. अनि त्यसपछि के हो भन्दाखेरि भिडियो सिडियो केही नै बनाएको छैन मैले. 5 महिना जति भइसक्यो लगभग भिडियो नबनाएको. अब चाहिँ मैले भिडियो हाल्नुपर्ने हुन्छ. बिस्तारै हप्तामा एउटा दुईवटा भए पनि भिडियो हाल्नुपर्ने हुन्छ. अनि किन नहालेको, के गर्नलाई नहालेको, यत्रो दिन किन ग्याप भयो भन्ने कुराले सबै म भन्छु, एकछिनमा भन्छु, टेन्सन गर्नै पर्दैन. हेर्नु न यार, ओभर जाडो छ यार. बिहान त हुस्ने लागेर नि गिद्दी हुन्छ क्या. अनि अहिले अलिकति उदायो जस्तो भएको छ. हेर्नु न, त्यही पनि यस्तो चिसो भइरहेको छ. हेर्नु न, यस्तो हावा चलिरहेको छ सिरिरिरिरिरिरिरि. सो त्यही हो. अब मै पनि हुनुहुन्न, कहाँ जानु खै थाहा छैन. सो हाम्रो फुलहरू जस्तो भइसकेको छ यहाँनिर ट्याक्क लगाएर. बिहान मर्निङ टाइममा चाहिँ तपाईँलाई देखाएको. सो अब त्यही हो. अहिले म घरै छु भन्नु पर्दैन होला. अनि के हो यार, म त बोल्नै नआउने जस्तो भइसक्यो त यार. के भएको हो मलाई त, धेरै दिन भयो होला सायद. ठिकै छ, केही छैन. अब फ्रेस भएर चाहिँ अब यो च्याटसँग हान्न जानुपर्ने हुन्छ. कपाल अलिकति हेन्सम भन्नु पऱ्यो नि त है. भनिदिउँ है हेन्सम. गाइज म चाहिँ रेडी भइसकेँ. कपाल सपाल काटेर आउनुपर्ने हुन्छ. अनि कपाल काटेर आउँछु. त्यसपछि लस अफ काम छ आज यार, अति धेरै काम छ. अब शनिबारको दिन भएर पनि होला, अति धेरै कामहरू हुन्छ. सो कपाल सपाल काटेर आऊँ. त्यसपछि अनि अब के हुन्छ कसो हुन्छ अनि अब भेट्दै जाउँ, गर्दै जाउँ, देखाउँदै जाउँ. अनि भिडियोहरू किन नबनाएको भन्ने कुराहरू पनि सबै कुरा म भन्छु तपाईँहरूलाई डिटेलमा. सो लेट्स सी के हुन्छ कसो हुन्छ आजको दिनचर्या मेरो. लगाइच म चाहिँ घर आइसकेँ होइन. अब चाहिँ लुगासुगा धुनुपर्ने हुन्छ, फ्रेसेस हुनुपर्ने हुन्छ. त्यसपछि के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई देखाउने छु. लुगासुगा धुएर पनि खानासाना खाइसकेँ होइन. अहिले चाहिँ चारटासँग रेडी भइसकेँ. अब एकछिन आफ्नो काम छ, घरको काम छ, त्यो चाहिँ काम सघाउन जानुपर्ने हुन्छ मैले. सो अब आज खासै कहीँ पनि गइनँ. म यतै घरतिरै बसेँ, घरमै काम गरेँ, यताउति गरेँ. अब आफ्नै सामानहरू यताउति मिलाएँ होइन. लुगासुगा धोएँ. त्यही नै भइरहेको छ. काहीँ निस्किन पाएको छैन. आज सायद म निस्किँदा पनि होला. सो अब भरे चाहिँ के कस्तो हुन्छ होइन, किन नबनाएको भ्लग भन्ने कुराहरू म सबै कुराहरू डिटेलमा दिइहाल्छु. सो स्टे ट्युन, हेर्दै जानु होला. सो यस गाइज, अहिले चाहिँ सबै थोक काम सकेर पनि म आइसकेँ. अनि तपाईँहरूलाई चाहिँ अब के कुरा भन्दाखेरि चाहिँ भिडियो किन नबनाएको भन्दाखेरि चाहिँ लाइक कस्तो हुन्छ भन्दाखेरि म चाहिँ अहिले भनौँ न काम गर्दैछु होइन. काम गर्दाखेरि चाहिँ कस्तो हुँदाखेरि चाहिँ अलिकति यताउति क्या, छुट्टीको यताउति चाहिँ नमिल्ने कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ भ्लग बनाउन सकेको थिइनँ है. अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ भ्लग बनाएर चाहिँ बाहिर फेरि यताउति घुम्नुपर्ने हुन्छ. त्यही कारणले पनि मैले चाहिँ भिडियो सिडियो केही पनि गरेको थिइनँ है. अनि बाहिर घुम्नै पर्ने हुन्छ. अनि घुम्ने गएपछि अब सबै थोक होइन बुझ्नु न, अब सबै थोक मिलाएर बुझ्नु न के चाहिन्छ. अब त्यो कुराहरू चाहिँ अब नभएको कारणले चाहिँ होइन नर्मली पनि गर्न सकिन्थ्यो. अब घुम्न हिँडिसकेपछि अब फर्स्ट भनेको चाहिँ पैसा होइन, त्यो कुराहरू पनि हुन्छ. अनि त्यस्तो कारणले चाहिँ मैले भिडियोहरू बनाएको थिइनँ. अनि छुट्टी पनि मिल्दैन. अब शनिबार एक दिन छुट्टी मिल्छ. सो त्यो कारणले पनि अब कहीँ गयो भने पनि अब यत्रो एक हप्ता होइन 6 दिन 7 दिन मजाले 6 दिन काम गरिन्छ होइन. त्यही भएर एक दिन चाहिँ फ्रेस मुडमा चाहिँ होइन त्यत्तिकै शान्तसँग बस्न पाए हुन्थ्यो भन्ने टाइपको हुन्छ. यस्तै कुराहरू हुन्छ क्या होइन. अनि त्यही कारणले चाहिँ भिडियो सिडियो नबनाएको मैले. अनि
वातावरणले पनि हुँदैन अब जाने कता जाने कहाँ जाने के गर्ने सधैँ सबै घुमेकै ठाउँ छ यतातिर पनि सो अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँ यो अब यो भ्यालीदेखि चाहिँ अब अर्को भ्याली जाँदाखेरि चाहिँ होइन अर्को भ्याली जाँदाखेरि चाहिँ त्यतिखेर चाहिँ बनाउने हो क्या भिडियोहरू चाहिँ आफ्नो जस्ट मेमोरीको लागि हजुरहरूको लागि सो त्यतिखेर चाहिँ बनाउने हो सो म जस्ट मेरो पनि प्लानिङ चल्दैछ कतै जाने होइन त्यतिखेर चाहिँ बवाल भिडियोहरू पनि आउँछ सो त्यही हो मेरो कुराहरू चाहिँ मैले भिडियो किन नबनाएको भन्ने कुराहरू चाहिँ त्यस्तै कुराहरू हो सो त्यही पनि म ट्राई गर्छु अब हुन्छ नि अब शनिबार भए पनि कुनै छुट्टीको बेला भए पनि म भिडियो बनाउने कोसिस गर्छु सो माइन्ड नगरिदिनु होला सो अब चाहिँ हप्तामा एकचोटि एउटा भिडियो नर्मल्ली आउँछ सो त्यसको लागि चाहिँ स्टे ट्युन त्यही हो अब आजको भिडियो के कस्तो लाग्यो सर्टकट छ होइन भिडियोहरू आजको भिडियो चाहिँ यति नै यहीसम्म हुन्छ सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला बेल आइकन थिचिदिनु होला सो यति भन्दै आजको भिडियो चाहिँ अन्त्य गर्न चाहन्छु हस्त जय नेपाल।